हेलो हेलो साथीहरू, आज भन्दैछ दहीबडा। दहीबडा चाहिँ दिदीले बनाउँदै होइसिन्छ। आज फेरि हामी दिदीको घरमा दहीबडा खान आएको। यहाँ दिदीले चाहिँ दहीबडाको प्रोसेसहरू के गर्दै होइसिन्छ। म चाहिँ भिडियो खिच्दैछु। यो अनार पनि चाहिँदो रहेछ दहीबडालाई। त्यसपछि दिदी दही फिट्दै होइसिन्छ, म चाहिँ भिडियो बनाउँदैछु। अब यो दही फिटिसकेपछि यसरी राखेको बडामा दही मिक्स गर्दै होइसिन्छ दिदीले। यस्तो मिठो हुन्छ नि दहीबडा दिदीले बनाएको, साँच्चै एकदम अथेन्टिक हुन्छ क्या। यस्तो मिठो हुन्छ नि। अब सबै म चाहिँ प्रोसेस हेर्दैछु, म पनि सिक्दैछु। अब दही हालेर मजाले त्यसलाई दिदीले चलाउँदै होइसिन्छ यताउता गरेर। अनि यति बनाएर रेडी गरिसकेपछि चाहिँ अब दिदी ग्रिन चटनी बनाउँदै होइसिन्छ। यहाँनिर ग्रिन चटनी चाहिँ पिसिसकेछु। म चाहिँ यताउता डुल्दै भिडियो खिच्दै हिँड्दैछु। रेडी भएर आयो है साथीहरू दहीबडा। यस्तो मिठो छ, यस्तो मिठो छ कि हामी चाहिँ मजाले बसेर दहीबडा खायौँ, बोकेर पनि आयौँ। थ्याङ्क यू फर वाचिङ।